हेलो गुड मर्निङ आयो इन्जिनियरिङ स्टुडेन्ट्स। सो मैले आज चाहिँ इलेक्ट्रोम्याग्नेटिक्सको सिरिज लिएर आएको छु। सो यो सिरिज मैले किन स्टार्ट गरेको हो भन्दाखेरि यो सिरिज मैले स्टार्ट गर्नुको मेन कारण चाहिँ फोर्थ सेमका स्टुडेन्ट्सहरूको लागि हो, जुन चाहिँ नि नयाँ ब्याचको स्टुडेन्टहरू हुन्। सो यसमा किन भन्दाखेरि यो चाहिँ यसमा चाहिँ नि धेरै नै टफ टफ सब्जेक्टहरू राखिदिएको छ यो सेमिस्टरमा। सो जस्तै कि न्युमेरिकल मेथड, इलेक्ट्रोम्याग्नेटिक्स, डेटाकम, डाटा स्ट्रक्चर एन्ड एल्गोरिदम, इन्स्ट्रुमेन्टेसन र अपरेटिङ सिस्टम। यो सुरुको यो जुन तिनवटा सब्जेक्ट छ यो चाहिँ नि गाह्रो सब्जेक्ट हो एकदम नै। सो यसलाई चाहिँ नि हामीहरूले एकदम फोकस गरेर पढ्नुपर्ने हुन्छ। सो मैले सकेसम्म मैले यिनीहरूको भिडियो बनाउन सक्छु भने बनाउँछु, होइन भने अहिले चाहिँ इएमको सिरिज स्टार्ट गरेको हो मैले। सो यो सब्जेक्ट चाहिँ नि टफ हो, सो द्याट यो टफले गर्दाखेरि यो सब्जेक्टमा धेरै नै स्टुडेन्टहरूलाई ब्याक लागिरहेको हुन्छ। अब यो सब्जेक्ट किन यस्तो टफ हो त? यो सब्जेक्ट टफ हुनुको कारण के छ त भन्दाखेरि यसमा डेरिभेसन्सहरू एकदम लामो लामो डेरिभेसन छ र एकदम धेरै डेरिभेसन छ। इलेक्ट्रिक फिल्ड च्याप्टरमै हेर्ने हो भने 40+ डेरिभेसन्सहरू छन्। त्यसै गरी म्याग्नेटिक फिल्डमा पनि छन् 20 जति डेरिभेसन होला। त्यस्तै वेभमा छन् डेरिभेसनहरू। हरेक च्याप्टरमा डेरिभेसन्सहरू चाहिँ छन्। भेक्टरको कन्सेप्टहरूमा स्टुडेन्ट कन्फ्युज हुन्छन्। जस्तै कि न्युमेरिकलहरू पनि एकदम छुट्टा छुट्टै न्युमेरिकलको छुट्टा छुट्टै सोल्युसन्सहरू पनि हुन्छ। सो द्याट त्यसमा पनि स्टुडेन्टहरू कन्फ्युज भइदिन्छन्। अनि स्टुडेन्टहरूसँग यदि प्रपर अन्डरस्ट्यान्डिङ हुँदैन या क्लासमा राम्ररी बुझेको हुँदैन भने पनि यो सब्जेक्ट डिफिकल्ट लाग्ने गर्दछ। सो यो सब्जेक्टलाई कसरी मेरो भिडियो मार्फत पढ्ने त भन्दाखेरि प्रपर एउटा नोट बनाउने, भिडियो पढ्दै जाँदाखेरि, त्यसपछि क्वेसन्सहरू सल्भ गर्दै जाने, भिडियो हेर्दै जाने, क्वेसन सल्भ गर्दै जाने र पज गरेर डेरिभेसन्सहरू पनि आफैले सल्भ गर्ने या बुझ्ने। त्यसपछि लास्टमा चाहिँ मैले एउटा न्युमेरिकल्सको क्वेसन्सहरू दिन्छु, त्यो पनि आफैले प्र्याक्टिस गर्ने र भिडियोमा गराएको न्युमेरिकल्सहरू पनि गरिराख्ने। सो अब हामीहरूले इलेक्ट्रोम्याग्नेटिक्सको सिलेबस हेरौँ है त। सो अहिलेको सिलेबसमा चाहिँ नि एउटा चेन्जेस के गरेको छ भन्दाखेरि मैले हेर्दाखेरि चाहिँ वेभ गाइड र एन्टिना जुन छ अहिलेको सिलेबसमा हटाएको छ, सो द्याट यसको मार्किङ पनि घटेर 5 मार्क्सको मात्र भएको छ। एज नयाँ सिलेबसमा हरेक सब्जेक्ट 60 मार्क्सको भएको थियो भने पहिला चाहिँ 80 मार्क्सको हुने गर्थ्यो सब्जेक्ट्सहरू। सो हेर्ने हो भने फर्स्ट इन्ट्रोडक्सन च्याप्टर, यसमा चाहिँ नि 5 मार्क्सको 5 मार्क्स नै छ। इलेक्ट्रिक फिल्ड 20 मार्क्स। त्यसै गरी म्याग्नेटिक फिल्ड र टाइम भ्यारिङ फिल्ड दुइटै एउटै नै हो, एउटै युनिटमा पर्छ। सो यसको मार्क्स 16 देखि 18 मार्क्सको भइसकेको थियो। त्यसपछि वेभ इक्वेसन र वेभ प्रोपागेसन चाहिँ नि मार्क्सिङ नै रिभर्स भइदिएको छ। पहिला 21 थियो भने अहिले 12 मार्क्स मात्र छ। अनि ट्रान्समिसन्स लाइन चाहिँ 5 मार्क्सको छ। सो यसमा चाहिँ मेरो विचारमा एउटा न्युमेरिकल कि त एउटा डेरिभेसन आउँछ होला। सो अब हेर्ने हो भने हाम्रो इन्ट्रोडक्सन जुन छ नि, इएमको इन्ट्रोडक्सनमा वाट इज इएम र वाइ इट इज इम्पोर्टेन्ट फर इन्जिनियरिङ भन्ने कुराहरू केही पढ्दैनौँ। यसमा भनेको एउटा न्युमेरिकल मात्र सोध्ने गर्छ, त्यो भनेको यो च्याप्टरबाट एउटा मात्र न्युमेरिकल सोध्ने गर्छ कोअर्डिनेट सिस्टमको बेसिसमा। सो त्यो पनि हामीहरूले यसपछिको नेक्स्ट भिडियोमा कभर गर्छौँ। अब हाम्रो इएमको रोड म्याप हेरौँ है त। सो यो इएमको रोड म्याप हेर्दाखेरि मैले यो भिडियोको स्ट्रक्चर देखाउने हो भने हजुरहरूलाई मैले केमा फोकस गरेको छु त भन्दाखेरि इक्जामलाई इजिली पास गर्ने स्टाइलको भिडियो बनाउँछु। द्याट इज हरेक भिडियो टपिक वाइज हुन्छ विथ अ प्रोपर थम्बनेल। त्यसपछि प्रत्येकमा डेरिभेसन बेस हुन्छ, न्युमेरिकल हुन्छ। प्रत्येक डेरिभेसन गराइसकेपछि त्यसको रिलेटेड न्युमेरिकल्सहरू गराउँछु र न्युमेरिकल्सहरूमा स्टेप वाइज ट्रिक्सहरू हुन्छ भने ट्रिक्सहरू पनि म प्रोभाइड गर्छु। त्यसपछि ओल्ड क्वेसन्सहरू म भनिरहेको हुन्छु र एक्स्ट्रा क्वेसन्सहरू मैले दिइरहेको हुन्छु र प्रत्येक लास्ट भिडियोको लास्टमा चाहिँ नै मैले फर्मुलालाई रिभाइज गरिरहेको हुन्छु विथ सर्ट ट्रिक्स। अनि कुनै पनि अननेसेसरी थ्योरिजहरू म भन्दिनँ है त, त्यो आफै बुकबाट पढ्नु हजुरहरूले। अनि हरेक क्वेसन्सलाई, हरेक डेरिभेसन्सलाई मैले चाहिँ नि मार्किङ गरेर भनेको हुन्छु। त्यसपछि हरेक मेरो जुन अरू नेक्स्ट भिडियो जुन आउने गर्छ त्यसको मैले लास्टमा चाहिँ भनिदिइरहेको हुन्छु कि नेक्स्ट भिडियो के को लागि हुनेछ भनेर भनिदिइरहेको हुन्छु। र हामीहरूले यो सब्जेक्ट पढ्दाखेरि इएम पढ्दाखेरि मैले लिएको रिफरेन्समा चाहिँ नै इन्साइट्स अन इलेक्ट्रोम्याग्नेटिक्स बुक हो, जुन चाहिँ हजुरहरूले इजिली लाइब्रेरी या स्टोरबाट लिन सक्नुहुन्छ। सो स्टुडेन्ट्स, अब यति भन्दै म अब यसपछि नेक्स्ट भिडियोमा भेट गर्छु हजुरहरूसँग। त्यो चाहिँ नि मेरो हुन्छ च्याप्टर 1 इन्ट्रोडक्सन, द्याट इज 5 मार्क्स अन द कोअर्डिनेट सिस्टम है त। ल, थ्याङ्क यू।